ऊ बा भाइ उहिलेका जमानामा मेरा बाजेले यो बोक्या पाल्यो ह बोक्या पाल्यो अरे मेरा बा गोला रेहन रे भाइ मेरा यो बाख्रा गोरु रहेन अब मेरा बाजाले पालिया बोक्या लिमन्ट बाउ अब दाउडा गयाहन् रे अब बाख्रा क्या भयो ताउडो ऊ बिरामी भयो है भाइ क्या भयो अब बोक्याले जाने उहीको बिमार ऊ जान्ने भयो नि त यो हर नै अरे बोक्याले पनि अब जानेले नि त क्या भयो भने अरे क्या भयो तुखी भन्यो भने बोक्याले अब नाडी हमायो बोक्याले नाडी हमायो यो हरि नाडी हमाउँदाखेरि नाडी हमाहा पछि मुछु भन्यो भने बोक्याले अब फुफु भनेको मुछु भयो मुछु भन्यो भने यो हर्यो अरे यो हर्यो मपछि मेरा बाउ डराहन बाबा यो क्या भयो भने मेरा बाउ बोक्या बान्ना भन्यो बाख्रो छुट्टै बोक्या छुट्टै मेरा बाउ बोक्या बान्ना भन्यो बानेर अब पछि त अब बाहा गयो हो बोक्या अब घर आयो हो तब अब मु भन्यो भने बाख्राले भने कहाँ छै भन्यो भने अरे भन्नु भने बोक्या यो हरेर गएर बोक्याले किलो गल्यावरी बाउ मारी भन्यो त मेरा बाउ भन्न ऊ बा बोक्या जन पाल्या यो दाहान दोस्रा बर्बाद दाहान उही पाठाकी राख्नु नानु पाठ हो भन्यो ऊ अब क्या पो भयो क्या भन्ने अब बा नजान्ने भए नि त उहिले नाना भ्या अब हामी त अहिले अब ठुल्का भइगयौँ तहाले अब हामीले क्या भन्यौँ तहर बोक्या कहाँ छै भन्यो भने बाख्राले बोक्याले भन्यो अरे भन्यो तब गएर बोक्याले अब आफ्नो काम गर्यो पछि अब जहाँ जाइ ताका ताई जहाँ जाइ ताका ताई भन्यो भने बोक्याले अरे भने जहाँ जाइ ताका ताई